हेलो गाइज के छ हालखबर मेरो एकदम ठिक छ हैन। अब हामी गेम हानौँ है त। आजको मेरो म्याप चाहिँ मैदानदेखि बिकुटीसम्म 45,000 रहेछ। ल हानिदिइहालौँ है त। कस्तो हुन्छ गेम हो त्यसमा अब ध्यान दिउँ है। अब कस्तोको चाहिँ मेरो सजेसन छ। अब सबैजना हैन प्रायः जस्तो यही गेम खेल्नुस्, मजा आउँछ। मैले बस यति मोडिफाई हाने नि गाइजहरु हैन। यति यति मोडिफाई हाने हैन, यति मोडिफाई हानेछ। रन्केर कुद्छ क्या यो गाडी, रन्केर। अहिले हेर्न सक्नुहुन्छ कति कुद्छ, कस्तो कुद्छ क्या। ल जमाइ त यहाँ रुकुमै के को लागेछ। यसरी स्टार्ट अफ गरौँ अनि मोबाइल पुस्छौँ। ल मेरो सायद हातै होला त्यस्तो भए। त्यो हो नि, साउन्डै यस्तो खतरनाक छ क्या। झुक्कै ठोकिदिएर यहाँ पहिले सुरुमै 100 को स्पिड रन्किन्छ त के हो। मोड चाहिएको छ भने कमेन्ट गरौँ है। मोड चाहिएको छ भने कमेन्ट गरौँ, म तपाईँहरूलाई मोड दिन्छु है। बस सिमुलेटरको यही मोड दिन्छु। देख्न सक्नुहुन्छ गाइस कस्तो रन्केको यार। आमामामा रन्किन नि हेर्नु न यहाँ कस्तो रन्केको यार। रन्किन 200 त नर्मल हो यार। यो त 200 त नर्मल हो। ब्रेक चाहिँ अलि भएन। ब्रेक चाहिँ अलिकति लुज रहेछ यार। गाडी ठोकिदियो मैले। तर यसको स्पिड चाहिँ मान्नुपर्छ यार। ब्रेक कम भएछ। ब्रेक चाहिँ एकचोटि मोडिफाई गर्नुपर्ने हो होइन। खतरा छ तर हुन्छ यहाँ कस्तो रन्कियो। एक्सिलेटर पनि ल्याम घुम्दो रहेछ होइन। खतरा हो क्या। देख्न सक्नुहुन्छ मैले क्या दामी ओटेक हान्दैन त मैले। ओ ठोक्यो रन मती। हेत्तेरी कि ब्याक गर्नु पऱ्यो कि कस्तो मैले ठोकिदिएँ क्या। यो रेसिङ गाडी अहिले चलाउनु नसक्ने क्या। नसक्ने भने यहाँ त एकछिन खामै त फेरि। के भन्नुहोस् यस्तो बार्नु कति हाल्नु। गाडी नआउनु पऱ्यो होइन। यस्तो रन्किन्छ हेर्नु स्पिड हेर। त्यत्तिकै मैले मोडिफाई हानेको त यार। कति 4 कि 5 लाख गएको छ क्या गाइजहरू। मोडिएन यार। सिधै 90 थियो। सिधै 70 पुग्यो क्या। लास्टै औडा भयो। झन्डै ठोक्दैन। सिधै बाटो छ रन्किहाल्छु नि हो। नर्मल हो 200 त यार यसको लागि। तर ड्यामेज खाइसक्यो यार। मैले ओभर गरिदिइसकेँ क्या। मोडिङ हेर्नु सक्नुहुन्छ कस्तो मोडिदिएको छ मैले। 200 स्पिड क्रस भयो। 210। सही ओभरटेक हान्दै यार मैले। सही ओभरटेक हान्दिनँ त गाइज आफै भन्नु कमेन्टमा है।
सही ओभरटेक हान्छ यार मैले त्यसलाई हेट मोडिङ पनि मैले खतरा मोडिदिएँ तर म्याप रङ भयो म्याप रङ भएछ मान्छे एकैछिन है ओए चक्चक नगर हान्छ फेरि थप्पड अनु चकचक गर्छ म्या कस्तो म्यापै कस्तो म्याप बिग्रियो म्यास कहाँ हो यार मैले कहाँ मोडेको थिएँ यार केही थाहा नै छैन पछाडि रहेछ नि मैले चाहिँ अगाडि कुदाएर हुन्छ त नि ओइ वान वे हो क्या वान वे रहेछ ए रन कहाँ नि हो त्यसो त यस्ता झारी होला त ल्याम कि ल्याम हो देख्यो नि मेरो ओभरटेक सही हान्छ ओभरटेक त राजा हो क्या ओए ल 70 थिपियो यार गाडी कन्डिसन त्यही पनि 200 त कटिरहेको यार रन मती त सक्छ कसैले अनि मेरो गाडीलाई मोडिफाई रन मती सक्दैन नि फेरि सक्दैन ओ भाइ गयो टाई फिस हो गया अरे यार धेरै स्पिड रन किए क्या रन किन त्यही भएर नि हो धेरै स्पिड रन गर्नु नि हुँदैन यो गाडी बनाउन कस्तो खर्च हुने यार छ्या गाडीको कन्डिसन 66 पुगिसक्यो ब्रेक नै लाग्दैन ओ बुढाहरू हल्दैन र अपुन की तू अपुन तेरा दिल बड़ा तेंगे तू अपुन तेरा मैले गाइजहरू गाडी चलाएँ भने बौला हालिदिन्छ क्या रन मात्रै हेर न अहिले हेर न यस्तो बौला हालिदिन्छ सक्दैन नि फेरि 6 गियरमा छु 6 गियर अपुन की तू अपुन तेरा दिल बड़ा अपुन की दिल बड़ा अपुन की तू अपुन तेरा ओ भाइ मोडिङ चाहिँ डेन्जर मोड यार मैले ल्याम्ने
देख्यो गाइस सही कुदाएन त मैले गाडी यो बाटो चाहिँ खतरा खाइया हो वान वे रहेछ टु टुवे भए पो मजा आउँछ त यार वान वेमा मजा आउँदैन